कमिङ जेनेरेसनमा चाहिँ अवेरनेस क्रिएट गरेर त्यहाँ फिल्ड ठाउँ-ठाउँमा अवेरनेस क्रिएट गर्यो भने यसमा बचाउन सकिन्छ। पहिला जुन तरिकाले पहिला सबको जानकारी इन्फर्मेसन लेखन करत आजकल ऊ चाहिँ अलिक कम हो रहल तर पुरै हराइल चाहिँ नि हो तर ऊ चाहिँ अनुसरण चाहिँ गर्दै बात मतलब आगक मनै चाहिँ सिखैती बात ओही अनुसार चाहिँ हाम्रो चाहिँ लिए खास जस्तै हाम्रो यहाँ देखती बाते हाम्रो यी ड्रेस त नि लगाइ नि त यी माग आइल त हमरा सब कोही ड्रेस लखागा आइती यी चाहिँ हामा आगक मनै र हामा अग्रक झुग्राउँ सिखाइ त ओही अनुसार चाहिँ हाम्रो फेरि सिक्दी बाते। यो संस्कृतिमा के छ भनेपछि अब अहिलेको हाम्रो के अरे भर्खरको छोराछोरी नातिपनातीहरूले चाहिँ यो चिज चाहिँ एकदम छोरे जस्तै छ है। अब यो नछोड्नको लागि हामी बुढापाका मान्छे नै एकदम छोरीछोरीलाई भन्नु पनि पर्छ र छोरीछोराहरू पनि अगाडि जानको लागि उनीहरू पनि धैर्य राख्नुपर्छ के एउटा। अहिले हाम्रो यो पहिरन भयो अनि भाषाहरू भयो अनि नाचगान सबै पहिलाको नाच एकदम अर्गानिक राम्रो थियो भने अहिले धेरै फरक भइराखेको छ। अनि डान्सर जस्तै गर्ने डेगमा नाच्ने पहिला हामी आफै मादल बजाउने आफै गीत गाउने आफै गर्थ्यौँ भने अहिले डेगमा गीत गाउने डेगमा मादल बजाउने मान्छे त मादल बजाउनै जान्दैनन् अहिले त गीत गाउन पनि जान्दैनन्। त्यही भएर हामी यो संस्कृति जगाउनको लागि यसरी प्रत्येक साल माघी मनाउने र आफ्नो संस्कृति बचाउने आफ्नो सबै भाषाहरू आफ्नो पहिरनदेखि लिएर खानपिनदेखि लिएर सबै बचाउने भनेर हामी यसरी माघीको महोत्सव राख्छौँ। अब सबैले मिल्नु पर्यो आफ्नो ठाउँ समाजका मान्छे सबै वर्गले मिलाएर राख्छन् एक हिसाबले सबै मिलेरै जानु पर्यो वर्गको अनुमति हिसाबमै त्यो अनुसार नै चल्नु पर्यो आफूले त्यो सबैले मिल्नु पर्यो।